स्टार्ट भइसकेको छ गाइज। हामीले अब हजुर ल गाइज ल हेर्नु साथीहरू खुर्बानी हाम्रो लागि हो। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। नेक्स्ट डे नेक्स्ट भिडियो फ्रम कुडारी जुम्ला। आज म जुम्लाको रोपाइमा आएको छु। रोपाइ कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु र। टिका लाएर कम्मरमा पटुकी सेटुकी बाँधेर रेडी भएर रोप्नेरी रेडी छन्। यिनी एउटा रोप्नेरी हुन्, एउटा रोप्नेरी यता छन्। ओ हेलो, एउटा रोप्नेरी यता छन्। खाने अनि ऊ खेतमा मान्छेहरू गइसकेका छन्। यिनीहरू पनि सब रोप्नेरी। अबको भ्लग हाम्रो सानो रोप्नेरीहरू गाइस, सानो रोप्नेरीहरू, सानो खेतको सानो रोप्नेरीहरू, ठुलो खेतको म भन्छु अब एडिट गरेछ पछि। ल गाइस हेर्नु, यहाँ सबैजना रोप्नको लागि खेतमा गइसक्नु भएको छ। यति रमाइलो हुन्छ गाइस जुम्लाको रोपाइ, पुरै छोडिदिउँ। र हेर्नुहोस् यहाँ हाम्रो गङ्गा दिदी चाहिँ अफिस टाइम आज नभएको कारणले गर्दाखेरि होलिडे मनाउनलाई र हाम्रो यस खेतको हली चाहिँ उहाँ अङ्कल हुनुहुन्छ। एकदम राम्रोसँग खेत चाहिँ एकदम राम्रो भएको छ गाइस। ल अङ्कल यस्तो गरिदिनु न। ल गाइस ल गाइस हेर्नु सक्नुहुन्छ यहाँ यस्ता राम्रा राम्रा कट परेका बल्लहरू रहेका छन्। खेत लास्टै राम्रो बनाइदिनु भएको छ अङ्कलहरूले। हेर्नुहोस् गाइस साइडको खेतहरू चाहिँ रोपेर सकिसकेको छ। अनि यहाँ हाम्रो खेतको आलीमा चाहिँ भट्टाहरू लगाइराख्नु भएको छ दुईटा आन्टीहरूले। हजुर ल अब यहाँ घरकै अङ्कल हुनुहुन्छ, बिहारी लगाइराख्नु भएको छ। ल यहाँ रोप्नेहरू चाहिँ रोप्नको लागि सजिलो हुन्छ भनेर यो बिहार लाउनु चाहिँ गर्छन्। कोही भट्टा लाउनुको कारण चाहिँ हाम्रो छुट्टै भट्टा लाग्यो भने भट्टा हुँदैन हाम्रो यो जुम्लामा। त्यही भएर यहाँ ओसिलो हुन्छ, धानलाई मुसा लाग्दैन भनेर पोलिनेसन हुन र सहज हुन्छ भनेर भट्टा लाउने गरिन्छ। बढी धान फलाउनलाई रोप्नेरी गराइ सब रोप्नेहरू चाहिँ यो एकचोटि खेतमा आइसके डिस्कस गर्नै पर्ने हुन्छ गाइस। ल यहाँ साथी ल यसरी फर्स्टमा सुरुमा चाहिँ यसरी धान ओसार्ने गरिन्छ ताकि सबै रोप्नेहरूलाई छिटो होस्, ढाड नदुखोस् भनेर। ल ल गङ्गा दिदी फर्स्ट रोप्नेरी हुन् गाइस। कसैले जुम्लाका खरदारहरूले चिन्नु भएको छ भने हेर्नुहोस् गाइस भ्यू यति राम्रो भ्यू छ। अब यहाँ रोप्न स्टार्ट भइसकेको छ गाइस। हामीले अब हजुरहरूलाई अहिले एकछिनमा पुरै भ्यूहरू देखाउने छौँ। उहाँ पनि रोप्नेरी हुनुहुन्छ गाइस। ल हेर्नुहोस् गाइस यस्तो रमाइलो हुन्छ। ए उहाँहरूको आफ्नो आफ्नै कुराहरू रहेका छन्। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको। हेर्नुहोस् गाइस हामी रोप्न सुरु गर्यौँ अब। ल हामी रोपाइ सुरु हुँदैछ। लास्टको रोपाइ हो जुम्लाको। लास्टको रोपाइ रमाइलो गर्ने है। ल तर हाम्रोतिर खासमा यो छेउमा चाहिँ बुहारीहरूलाई लाउने गर्छन्। किनभने मालो मेतरीको भन्दा हाम्रो
हेलो गाइज, हेर्नु यहाँ जुम्लाको अब यो खेतहरू हामी सबैजना मिलेर राम्रोसँग रोपेर उता गइसक्नु भयो। अनि उहाँले चाहिँ पुल्टी हाल्ने काम गरिराख्नु भएको छ। पुल्टी चाहिँ यो घरको छोरी बहिनीहरूले चाहिँ हाल्छन्। अनि माथि मागल गाई राख्नु भएको छ आन्टीहरूले। अनि उहाँ देख्नु भएकोले चाहिँ मालो मेटिराख्नु भएको छ। हेर्नुहोस् ल, हेर्नुहोस् साथीहरू, मागल गाई राख्नु भएको छ आन्टीहरूले। यता मालो मेर्ने काम पनि भइरहेको छ। उहाँहरू चाहिँ बुहारी पर्नुहुन्छ। अनि उहाँ चाहिँ दिदी, उहाँलाई चाहिँ एकदमै रहर लागेर पुल्टी हाल्न जानुभएको रे। एकचोटि नाचिदिनु पर्यो। हेर्नु साथीहरू, अहिले यो पुल्टी चाहिँ यस्तो देखिएको छ। लगाइज उहाँले चाहिँ अब पुल्टी खेतको अब हिलो लिएर आइसक्नु भएको छ। अब त्यो हिलो चाहिँ यस जग्गा धनीलाई लगाइदिने हो। यो यस युट्युब च्यानलको मालिकनी चाहिँ उहाँ हुनुहुन्छ। ल हेर्नु साथीहरू, उहाँले चाहिँ पुल्टी खेतको हिलो लिएर यहाँ घर जग्गा धनीलाई लाउन आइसक्नु भएको छ। अब हेर उहाँहरुको ल आन्टी चाहिँ माथि हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। ल हेर्नु साथीहरू, सधैँभरि बाँचिरहनु, यसै गरी साइज जुरिरहोस्। ल हेर्नु गाइज, साथीले पैसा दिइसक्नु भएको छ। ए हेर्नुहोस् त गाइज, ल जाउँ। ल अब हामी अर्को खेत रोप्न गइसकेका छौँ। उहाँ बुहारीले खान नपाउने, उहाँ छोरी बहिनीहरूले मात्रै खान पाउने भन्दै बोलाबोल भइरहेको छ गाइज। गाइस, हामीहरुको एउटा खेत रोपेर पनि पुल्टी हालेर पनि हामी अर्को खेतमा रोप्नका लागि जाँदै छौँ। गाइस, आजको पुल्टीबाट कमाइ 150 हावा बाटो खानुपर्छ। बेलुका पार्टी पिकनिक अझै छ, अझै हिलो लाउन बेलुका नगरौँ कि अहिले भोक लाग्छ, अहिले गरौँ पार्टी। भोकले हन्तकारीहरू, भोकले अतालिएका मान्छेहरू बिचरा कति बजे छ? 12 बजे छैन, भोक लाग्यो भन्नु लागिसक्यो बेइज्जत। हे भगवान्, लगाइसक्यो नि त गाइज। अनि अब हामी 8 बजे खाना भोक लाग्नु स्वाभाविक छ। स्वाभाविक हो, तर धेरै पटक भन्नु स्वाभाविक होइन। गाइज यसलाई अनसब्सक्राइब, यसलाई सेयर पनि होइन, अनसेयर हान्नु। यसलाई लाइक होइन, कमेन्ट मात्रै। यस्ता दुश्मन साथी कसैसँग छन् भने चाहिँ कमेन्ट गर्नु होला। मेरो पनि छ भनेर, तर दुश्मन होइन बिचरा, मेरो यो शुभचिन्तकहरू हुन् यिनीहरू भनेका। मेरो यो दोस्तीले गर्दा म यहाँ जुम्ला भित्रिएको हुँ। काठमाडौँ जानुपर्ने मान्छे यहाँ जुम्ला भित्रिएको हुँ। यस्तो अन्त गाइज हेर्नु, अर्की दोस्ती कहाँ गएन? भित्रिएकी दोस्ती हो। अर्की त्यहाँ आउँदैछन् तिनी दोस्तीको लागि। छिटो आऊ छिटो, तिनी दोस्तीको लागि पनि यहाँ जुम्ला भित्रिएको हुँ म। मगाइदिनु चाउचा खाउँ भने भोक लाग्यो। यस्तरी दौडेको छौँ, भोकले अत्तालिरहेछन् यिनीहरू सबजना। यिनीहरू भोक लाग्यो यति रोप्ने मात्रै छन्, लास्टमा हामी बाँकी अरू सब अगाडि गइसक्यो। यिनीहरू चाहिँ हामी पुल्टी हालेर पैसा पनि मरेर बसेर पैसा पाइन्छ कि भन्ने पछि यिनीहरू बुहारीपट्टि चाहिँ पैसा पाइन्छ, यो पैसा पाएको छोरीपट्टिले पाएको खाना दिन्छ नि भनेर लुकुर खुसी लागिछन्। तर यिनीहरूलाई 5 रुपियाँ पनि दिँदैन हामी। एक चक्लेट दिनु अरे कठै। यिनी भात खाएर जाने भने फेरि भोकले मर्न लाग्छ नि। अनि भोक लाग्छ जानु पर्छ। म जुम्ला आउनुको कारण यी दुईजनी हुन्। म काठमाडौँ जानुपर्ने मान्छे, जुम्ला आएको छु यहाँ।
जाने आफू मुखै खोले नै नाटक बोले सब सुनिन्छ बोले सुन्नेमा मान्छे अहिले पर नाकसाक चुटेर अहिले टोपीको दाइको नाकसाक चुटेर हालिदिन्छु म एउटा सोल चाहिएको थियो मलाई ल अब हामी अर्को खेतमा भेटौँला एकछिनको लागि हामी 50 रुपियाँ के अरे 100 रुपियाँ माफ्नुपर्छ यहाँ अनि मासु खाएको पनि आज देखाउँछौँ मेरो कमाइ हो नि त आज कहाँ यसरी भिडियो बनाउने आउँदा म गाइस हामीले दिएको पैसाले यहाँ ऊ किनेर लिची जुस चाउदो किनेर खान लागिसक्यौँ ₹100 रुपियाँको खाएको 50 रुपियाँ बाँकी छ 100 रुपियाँ मुन्डा पनि तान्नु मलाई त्यो अगाडि टिका लाग्छ तान्ने यति फाइदा म माटो लाउन तिमीहरू ल्याउने पैसा हामी त भन्ने साइडबाट खै त पैसा पैसा खै त पैसा दिएको खै त आयो पैसा भन्दै कति आयो सुषमानी भन्ने छ हात्ती आयो हात्ती भन्ने हात्ती उनीहरू कमसेकम 500 त दिनु 500 भने 200 त जान के नो खातामा राख्नुहोस् क्युआर ए स्क्यान गर्नु मिल्छ मेरो मोबाइल जता धुन्ने पैसा तर अस्ति हामी खेत रोप्ने ल्याउँदै मेरो यहाँ यस्तो काटियो रहेछ त सक्यो यार खाऊ बोल बन्दा अब कहाँ गएपछि हामी हेलो Hola, Carlos. आपका आवाज किधर देखेले लगता है मेरे को मैंने भी तेरा थोबड़ा किधर सुनेला लगता है यस्तो तिर्खा लगाएर खोला पानी खान आएको हामी अरे खोला कस्तो छ भने खोला राम्रै छ है धमिलो छ के केही हुँदैन धमिलो भयो नि तिर्खा पिन्नु पर्यो क्या धमिलोले फरक पर्दैन माटो मात्रै झुन्डो नखाने त्यसो भए अब भन् साथीहरू हेर्नुहोस् हामी रोपेर अब तिर्खा लगाएर पानी खान आएको अब आउनुहोस् अब हाम्रो हजुरहरूलाई कर्णाली तिला कर्णाली पानी खान आएको तर पानी कस्तो छ हालत यस्तो छ यस्तो छ घिनलाग्दो पानी छ गाइस अब फाइनली हामी नखाने अब हामी नखाने अब हाम्रो खाजा खान टाइम भइसकेछ हामी खाजा पछि भेट्नेछौँ ल गाइस अब गाइस हेर्नु अब यो खेत अब यो खेत र अनि यो खेत दुईटा खेत छ अनि अब हामी खाजा खाने हो हाम्रो खाजा बाइकमा आइरह अनि यति खेत रोपिसकेपछि बल्ल घर जाने हो गाइस उहाँ आन्टीहरू सबैजना बसिराख्नु भएको उहाँ हाई गरिराख्नु भएको रमाइलो छ गाइस जोस् जुम्लामा यो गाउँ चाहिँ पाडा लुम्सेरा उयो चाहिँ द्यारा रुख हो त्यो माथि देवी देउताको थान भन्छन् गाइस हेर्नु यहाँ बल्लले पनि कति काम गर्नुपर्छ दुःख गर्नुपर्छ गाइस उहाँ चाहिँ हाम्रो के अरे पारीको अध्यक्ष हो कि नै नमस्ते हो यस्तो हुनु पर्यो क्या कुलाकी सचिव उहाँ चाहिँ हाम्रो गाउँको डन
हेर्नु साथीहरू यहाँ खेत एकदमै लामो भएर यहाँ आधा आधा रोप्न लाग्नु भएको ऊ यो चाहिँ हाम्रो लुम्सेराकी बहिनी देउकी ओ गङ्गा दिदी हामी कहाँ जाउँ गाली गर नि म गाली गर नि है गङ्गाजीले के सिधै यत्रो छेदिउन अरे छ क्या गङ्गाजी यता न गङ्गाजी पछि ढालेर छेदिउन गली रे मोल ठाने बन्द भइयो मन मैले भन्नु छ के गरौँ कतै बल्ल गाली गर्नु हेर्नु गाई त्यहाँ रोप्न आयो भनेर भाउजू र आन्टीमा यति फरक हुँदो रहेछ देख्नुभयो भाउजू नै भाउजू हुँदै रहेछन् ल हामी नास्ता खाने बेला भयो दमदम नास्ता पुरी रोटी तरकारी गेडा गुडीको झोल भन्छ है फाइनल नास्ता खाने बेला भयो भोक लाग्छ लास्टै अब नास्ता खाउँले मेरो भागाले रोटी खान आउने भएपछि यो रोटी खाना किन भोक लाग्छ लास्टै दे आन्टी दिनु भयो त क्या अको एक रोटी एकदम दिनु अको रोटी माथि लाउँहरु के खै मलाई पुरी र रोटी ए दिन्यौ के तर पुरी त खालिस के भइगयो के यति खान्यौ माग्नु गङ्गाजी हडी अचार पुरी एमलाई यहाँ छ एउटा अर्को ल्याउनु सिस्नो ल्याउनु नुच्चो कस्तो छ लौ खाऊ अचार खाऊ न जुम्लाको सिमीको अर्ग्यानिक झोल यस्तो मिठो भए हेलो गाइस जान्छ खोले बेर पाला खाने तल्ला त रोटी पुरी खाने रोटी खाने यार रोटी खाने यो रोटी छ त नि एक रोटी दुई पिर्ता खाउँला कति खाउँला 3 छ त यहाँ ए टोली सुस्तार हिरोस्ला धुलो उठ्छ यस्तो दायाँ नर न यस्तो सिधा स्टेट यस्तो यस्तो अब यसपछि कतिवटा रोपाई दुईटा बाँकी यो र एउटा माथि एउटा फुफुको पनि रोप्ने अनि फुफु त्यही गरेर र दुईटा एउटा यो एउटा त्यो
मेरा मुख चाहिँ के नदिन्छ यस्तो झिक्न हेर्नु साथीहरू अब बल्ल खाजा खाएर सकिसक्यो कस्तिर हामी जाने हेर्नु साथीहरू हजुर खुर्पानी हाम्रो लागि हो खुर्पानी हाम्रो लागि हो तपाईँको लागि हजुर नदिने हेर्नु साथीहरू यस्ता यस्ता जुम्ली चेरियाहरू यस्ता कडा कडा हुन्छन् कि यहाँ के हुन्छ अरे बहिनी हेर्नु साथीहरू यो साथी पनि खानालाई यति राम्रो छ कि साथीहरू हेर्न सक्नुहुन्छ यी अलिअलि रातो भइसक्यो हेर्नु यहाँ पाकिसक्यो साथीहरू खानालाई अब त धेरै खायो भने त झाडा पखाला लाग्छ साथीहरू त्यही भएर अलि खडेरीको चिज धेरै खाना हुँदैन थोरै खानियो तर अलि ल्याऊ भनेर पठाएको यहाँ काँचै मिलाएर खानुपर्छ तर त्यो बहिनी के गर्नु गाइस फाल्दिने तर फाल्न एउटा दुइटा फाल्न भिडियोको लागि भए पनि फाल्के त्यो अब त्यो बोली आयो म त ढाले 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 कति रमाइलो के सबै रोप्नाका सानो सानो बहिनीहरू हुन् हामी ऊ के अरे चाबी दिन जाँदैछौँ यहाँ आधी रुपियाँ माथि आन्टी चाबी लिएर आऊ यहाँ घरको भनेर बाटोमा चाबी दिन जाँदैछौँ यहाँ खेतबाट बिचरा आन्टी खाजा खाएर आउनुभयो कि है गाउँ काटेर गाउँबाट आउनुभयो के भन्नुभयो सोधौँ है त के गर्नुभयो भन्नुहुन्छ आन्टी तपाईँले खाजा खाइकन आउनुभयो कि नि हामी चाबी दिन आयौँ वास्तवमा रोटा दिए कि रोटा दिए खाए के भन्नुभयो रोटी चाउचाउ कसैले गाली गरे कि हेपे कि कसलाई गाली गर्छ यस्तो डनरलाई यति माया लाग्दो अनुहारलाई कसले गाली गर्छ कसैको हिम्मत छैन गाली गर्ने होइन कि हिम्मत छ तर हामी बाटोमा चाबी आयो चाबी दियो त्यो पनि बढी नखानु हुन्छ झाडपा लाग्छ रुडाको पनि झाडपा लाग्छ कि ल हामी जाउँ त जानु ल खाना बनाउनु मिठो है ल यस्तो डार्लिंग मेरी बात सुनो ना तुम तुम्हारी बात आज तक मैंने सुनी है नहीं तो फिर आज क्यों सुनूं? बराबर
धोइदिने कोही छैन टोपी मैलाई चोली मैलाई धोइदिने कोही छैन रोइदिने कोही छैन पर्दा देश मरनेको रोइदिने कोही छैन। मैले हैन पढाइ चाहिँ आफ्नै सिकेको एक क्लास पनि पढेको छैन किनकि हैन किताब मैले 700 मा एउटा किने यो किताबको नाम हैन साइन्स किताबको नाम अनि मैले कहाँ गएर सोधे दाइ त्यो चाहिँ के लेटर हो भने ए त्यो चाहिँ के बी मैले यस्तै दिमागमा राखेर सिकेर मैले अत्रो ठुलो वैज्ञानिक बने किनकि वैज्ञानिक बनेपछि दुनियाको पर्चान मलाई थाहा हुन्छ अनि वैज्ञानिक बनेर मलाई बल्ल पत्ता चले कि यो दुनिया कसको पछाडी भाग्छ तपाईलाई थाहा छ 7:19 मा रोपाइ सकियो अघि रोप्नेरीहरु चाहिँ धेरै जना हुनुहुन्थ्यो अहिले चाहिँ टाढा टाढाबाट आएको भएर सबैजना आफ्नो घर गइसक्नु भयो अब हात दुटा धोएर 7:20-21 भयो होला आमा 7:30 बज्यो फाइनली गाइस आज हाम्रो रोपाइ सक्यो यो रमाइलो भयो चल्ला लागेर यहाँ बीचमा इनले ल्याङ हानेर इनलाई बीचमा पुल्ती हाल्दिएको अवस्था ओ हेलो पुल्तीवाली ए हेलो पुल्तीवाली परती भाउजू हान के
मजा आयो ल यहाँ हानान भइरहेको छ गाई ल लिउँदा गरेर हानेर आइज जाँदै कि ल ऊ फाइनल्ली गाइस हामीहरूको आजको रोपाइ सक्यो हिलो पखाल्ने काम भइरहेको छ लास्ट रोपाइ सक्यो यसलाई फेरि हतार भइसकेको छ घर जानलाई किन यार जाउँ हामी घर जाँदैछौँ गाइस होइन आजको हाम्रो भ्लग यति नै अर्को भिडियोमा अर्को भ्लगमा हजुरहरूसँग नयाँ कन्टेन्टका साथ भेट गरौँला भन्दै म आज यहाँबाट बाई बाई माग्न चाहन्छु बाई बाई गर सुषमा बेबी बाई सी यू अगेन बाई बाई सबैलाई बाई 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 ल फेरि भेटौँला हाई पैसा तिनीसँग छ पुल्ती हाले मान्छेसँग पैसा बाई बाई आन्टी राम्रोसँग जानु बिउ पाउनु भयो कहाँ आन्टी त बिउ कि धनी अनि बाहिर कहाँबाट केयर जानु होला आन्टी हो भाइ त जानुला कहिले हो तपाईँको रोपाइ भोलिपल्ट रोपुला ए भोलिपल्ट रोपाइ हो तपाईँ बिउको आशले अहिलेसम्म बस्नु हो कि नै जाउँ गर्नुहुन्छ गठै भएर ल बाई बाई